परमेश्वर प्रेम हुनुहुन्छ। 1 यूहन्ना 4:7-8। प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो र परमेश्वरलाई चिन्छ। प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। अनि हामी जान्दछौं र परमेश्वरले हामी प्रति गर्नुभएको प्रेममा भर पर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ। जो प्रेममा बाँच्छ त्यो परमेश्वरमा बस्छ र परमेश्वर तिनीहरूमा रहन्छ। 1 यूहन्ना 4:16। परमेश्वर प्रेम हुनुहुन्छ। कस्तो अद्भुत सत्य! प्रेम परमेश्वरको हुनुहुन्छ भन्ने कुराको मूलमा छ र उहाँले गर्ने सबै कुरा प्रेमले व्याप्त छ। उहाँ सिद्ध अटल प्रेम हुनुहुन्छ। केही मानिसहरूले गलत रूपमा परमेश्वर क्रोधित तानाशाह हुनुहुन्छ भनेर मान्छन्, तर उहाँको चरित्र त्यसबाट टाढा छ। परमेश्वर प्रेम हुनुहुन्छ। तपाईँ दुईलाई अलग गर्न सक्नुहुन्न। उहाँ हुनुहुन्छ र उहाँले गर्नुहुने सबै कुरामा प्रेम भिज्छ। जब उहाँले तपाईलाई सृष्टि गर्नुभयो, यो प्रेमले भरिएको थियो। सिद्ध प्रेमले तपाईलाई सृष्टि गर्नुभयो भन्ने तथ्यको बारेमा सोच्न एक क्षण बिताउनुहोस्। त्यसकारण जब हामी उहाँसँग सम्बन्ध खोज्छौं, हामी डराउनु वा लज्जित हुनु पर्दैन। हामी प्रेमलाई मूर्त रूप दिने व्यक्तिको नजिक पुगिरहेका छौं। किनभने परमेश्वर प्रेम हुनुहुन्छ, हामी उहाँमाथि भरोसा गर्न सक्छौं। जसरी परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, त्यस्तै उहाँको प्रेम पनि छ। यो हाम्रो लागि स्थिर र अपरिवर्तनीय छ। संसारको सृष्टि हुनुभन्दा पहिले परमेश्वरको प्रेम सदा उपस्थित थियो र परमेश्वरको प्रेम अनन्तसम्म रहनेछ। परमेश्वरको वचन बाइबल उहाँको प्रेमले भरिएको छ। जब हामी धर्मशास्त्र पढ्छौं, हामी देख्छौं कि हामी प्रति परमेश्वरको महान प्रेम कसरी पृष्ठहरूमा बुनिएको छ।